कथा गर्ने निर्णय मौफारी गाडी कुद्दैन
जाम्नी पनि हाइवे बा बाजा बजाऊ भन न ए भाइ साइडको कुरो एउटा सलाई पार्टी हुँदा पालेछ चिसो लाग्छ Go.
ल सबैको नै एकजना साडी तान्दैन खुट्टाको तान्दैन गुरुबा के चाहिन्छ भन्नुहोस् है घिउ यही छ घिउ अलिकति नमस्ते रुन्ताए गर्ने विधि यहाँ घमालुङ छ टाउको जोड्नु रे भाउजू एकचोटि हजुर एकचोटि टाउको जोडिदिनु ल उनीले ल्याएको म अघि बसेर सिकाउँछु अनि त नछोड्नु बाबु नयाँ बुहारीलाई फुल लगाइदिनु ल पैसा नानी त्यो पैसा दुईजनाले दिनु नमस्ते खराब सबैलाई परिवार राम्रो हो ल फुल लगाइदियो बा आशीर्वाद दिएर ल म पढेरै गर्छु ल बुहारीलाई लगाइदिनु म पढिदिन्छु श्री सत्य लक्ष्मी सदामा मेन मान्छेहरूले गर्दा हामीले पढिदिनुपर्छ गुरु प्रेमको धर्म हो श्री सत्य लक्ष्मी सदामा होला प्राणी ल अब मेरो एकछिन गिफ्ट घरमा ल पर्ख्यौँ ल के हो हतार हतार पालो त मेरै थियो गुरुबा हेर्नुहोस् है मैले पालामा बोलाएँ अब मेरो पालो के पालो बाबु भन्नु त हो नि होइन अब क्या तिमीले अरू पछि पनि पर्छ छोराले पनि ढोग्रो गरिदियो छोराले पर्छ नि बाहुनको गल्ती बाहुनले भन्नु पर्यो नि हो त नि त्यो भन्नु पर्यो नि अब कहिले नरोगे सानो भाइ अब साथीलाई होइन होइन त्यसो गर्दा हामीले त्यसो पर्दैन अब छुट्टा छुट्टी लाग्छ अब आगे बाबु नानी हो यहाँ हेर्नु न मलाई मान्छे घरहरू पनि तिनीहरूलाई नि बनाउनु भने तिमीले सबैका घरहरू त्यसो मान्छेमा प्रत्येक होइन कति मान्छेले मलाई टक्क उभिएर चित्र जस्तो गरी हेर्थे क्षेत्रमा पनि अहिलेको बुढो भएर हेर्छ भने तपाईँलाई देख्दै त्यहाँतिर घरहरू पनि ठक्क अडिएका छन् तपाईँहरू यस्ताले राम्रो भन्न सक्छ फोटो खिच्ने कता भाउसँग बोले काम नभएको ठिक छ नि हजुर ठिक छ नि खुसी हुन्छ नि खुसी हुन्छ चिना पनि यसो चिनाउन नि पर्यो नि गोरीलाई यता बङ्गाल पहिला मेरो ठुलो बेला त हाम्रो पो गयो त हाम्रो ठुलो चाहिँ
त बिरामी राम्रो ठिकै छ नि भोलि हामीसँग भेट गर्छ सौभाग्यवती भव सौभाग्यवती भव हाम्रो पर्दैन अलि उच्च गरेर आधालाई भोलि बिहानै पढाला कुरा त्यो कटेलदेखि बिहान चाहिँ साह्रै भन्नु नि सबले सुन्नु के बिस्तारै भन्नु आज आशा बन्द